नमस्कार सबैजनालाई। आज हामीले हजुरहरूलाई डाक्टर सुनिलको डाक्टर एमजीआर मेडिकल युनिभर्सिटी चेन्नईको यात्रा संस्मरण देखाउन जाँदैछौँ। डाक्टर एमजीआर मेडिकल युनिभर्सिटी इन्डियाको सबैभन्दा दोस्रो ठुलो मेडिकल युनिभर्सिटी हो। यस मेडिकल युनिभर्सिटीले गर्न लागेको मेडिकल कन्फरेन्समा डाक्टर सुनिललाई विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको थियो। डाक्टर सुनिलको दिनको सुरुवातमा अब हामी प्रवेश गर्दैछौँ। बिहान डाक्टर सुनिल बस्नुभएको होटलमा डाक्टर सुनिलको ब्रेकफास्ट CCRYN जुन इन्डियाको गभर्मेन्ट बडी हो र इन्डियामा नेचुरोप्याथी, योगा, मेडिकल स्टडिजहरूको यो सबैभन्दा मुख्य संस्था हो र त्यहाँका CCRYN का चिफ डाक्टर राघवेन्द्र रावत, त्यस्तै स्वामी विवेकानन्द युनिभर्सिटीका भाइस चान्सलर डाक्टर मञ्जुनाथसँग डाक्टर सुनिलको ब्रेकफास्टबाट दिन सुरु भयो। हजुरहरूलाई बताउँदा हामीलाई एकदमै गर्व लागेको छ कि डाक्टर राघवेन्द्र रावत र डाक्टर मञ्जुनाथ डाक्टर सुनिलसँग एउटै मेडिकल कलेजमा पढ्नु भएको हो र डाक्टर सुनिलका उहाँहरू सिनियर हुनुहुन्छ। ब्रेकफास्टको क्रममा यस कन्फरेन्सका साइन्टिफिक कमिटीका चिफहरू डाक्टर ज्योति नायर र डाक्टर मालतीले डाक्टर सुनिल, डाक्टर राघवेन्द्र र डाक्टर मञ्जुनाथलाई स्वागत गर्नुभयो। हजुरहरूलाई सुन्दा अचम्म लाग्ला, डाक्टर ज्योति नायर र डाक्टर मालती पनि डाक्टर सुनिल पढेकै मेडिकल कलेजबाट आउनुभएको हो र डाक्टर मालती त डाक्टर सुनिलको क्लासमेट पनि हुनुहुन्थ्यो। डाक्टर ज्योति नायर तमिलनाडु मेडिकल कलेजको प्रिन्सिपल हुनुहुन्छ भने डाक्टर मालती एक्सेल मेडिकल कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेसको प्रिन्सिपल हुनुहुन्छ। त्यसपछि रेडी भएर उहाँहरू सबै तमिलनाडु डाक्टर एमजीआर युनिभर्सिटीको सिल्भर जुब्ली अडिटोरियममा प्रोग्रामको लागि जानुभयो। त्यहाँ अन्य डाक्टर र विशिष्ट व्यक्तिहरूसँग उहाँहरूको भेट भयो। कन्फरेन्स हलमा छिर्नु अगाडि डाक्टर मालती र वेलकम टिमले डाक्टर सुनिललाई चन्दनको टीका लगाएर हलमा प्रवेश गराउनु भएको थियो र अडिटोरियममा भित्र 3000 जना डाक्टरहरू उहाँहरूको व्यग्र प्रतीक्षामा हुनुहुन्थ्यो र तालिका गडगडाहटका बीच उहाँहरूको इन्ट्री अडिटोरियममा भयो। डाक्टर साहबहरूलाई मुख्य अतिथिको रूपमा ड्यासमा निमन्त्रणा गरियो र राष्ट्रिय गान र त्यसपछि यो कार्यक्रमको शुभारम्भ गरियो। पहिले डाक्टर नारायण स्वामी डाक्टर एमजीआर मेडिकल युनिभर्सिटीका भाइस चान्सलरले पानसमा बत्ती बाल्नुभयो। त्यसपछि डाक्टर सुनिलले पानसमा बत्ती बालेर त्यसको शुभारम्भ गर्नुभएको थियो र त्यसपछि डाक्टर सुनिललाई डाक्टर नारायण स्वामी भाइस चान्सलर डाक्टर एमजीआर युनिभर्सिटीले दोसल्ला चढाएर उहाँलाई स्वागत गर्नुभयो र यो कार्यक्रममा डाक्टर शिव सङ्गीता, रेजिस्ट्रार डाक्टर एमजीआर युनिभर्सिटी र कन्फरेन्स कोअर्डिनेटर डाक्टर भरत कुमारले सहयोग गर्नुभएको थियो। यो कन्फरेन्समा एकदमै उत्साहका साथ थुप्रै वक्ताहरूले बोल्नु भएको थियो। त्यसपछि यो कन्फरेन्सको चिफ वक्ता डाक्टर सुनिलको सेसन थियो र डाक्टर सुनिलको सेसनपछि प्रश्न उत्तर पनि एकदमै सफल रह्यो र सबैले एप्रिसिएट गर्नुभयो र त्यहाँ भएका डाक्टरहरू डाक्टर सुनिलसँग फोटो खिचाउने धुनमा झन्डै डाक्टर सुनिलले 2 घण्टा जति समय व्यतीत गर्नु पर्यो। त्यसैले नै हामीले अनुमान गर्न सकिन्छ कि डाक्टर सुनिलको पेपर र उहाँको बोली, उहाँको व्यक्तित्वबाट मान्छेहरू कति प्रभावित थिए भनेर र साथसाथै डाक्टर सुनिलको फ्यान फलोइङ इन्डियन डाक्टरहरूमा पनि एकदमै देखियो, किनकि हर कोही उहाँसँग फोटो खिच्न चाहन्थ्यो तर समयको अभावले सबैसँग फोटो खिच्न त्यति सम्भव भएन। कन्फरेन्सको अन्त्यमा म्यानेजमेन्ट टिमले डाक्टर सुनिललाई फेरि दोसल्ला चढाएर धन्यवाद ज्ञापन गर्दै उहाँलाई बिदा गर्नुभएको थियो। कन्फरेन्सको अन्त्यमा तमिलनाडुका मुख्य मेडिकल कलेजका प्रिन्सिपलहरूले डाक्टर एमजीआर मेडिकल युनिभर्सिटीका भाइस चान्सलरसँग फोटो खिचाउनु भयो र त्यसपछि योगा सेसनहरू पनि थिए।
थुप्रै मेडिकल स्टुडेन्टहरूले थुप्रै योगहरू प्रदर्शन गर्नुभयो जसलाई एकदम रुचिका साथ हेरिएको थियो। तमिलनाडुका र थुप्रै मेडिकल कलेजका संस्थापकहरू पनि यस कन्फरेन्समा आउनुभएको थियो।